समय कति छिटो बदलिन्छ है। कुनै बेला हामी हलको अँध्यारो कोठामा बसेर पर्दामा देखिने ती दुई पात्रलाई हेर्दै रुन्थ्यौं, हाँस्थ्यौं अनि थाहा नपाई उनीहरूसँगै प्रेममा पर्थ्यौं। त्यो बेला न मोबाइल थियो न सामाजिक सञ्जाल नै, तर एउटा फिल्मको गीत, एउटा संवाद र पर्दामा देखिएको एउटा जोडीले हाम्रो मनमा यस्तो छाप छोड्यो जुन आजसम्म मेटेको छैन। आज ती कलाकारहरूका कपाल फुलेका होलान्, कोही फिल्मबाट टाढा भएका छन्, कोही अझै सक्रिय छन् र दुःखको कुरा कोही हामी माझ नै छैन। तर उनीहरूले पर्दामा छाडेको त्यो केमिस्ट्री, त्यो प्रेम र ती सम्झनाहरू आज पनि हाम्रो मनको कुनै कुनामा जीवित नै छन्। नमस्ते, म सुरेश बोहरा। आज हामी सम्झँदैछौँ नेपाली सिनेमाका ती सदाबहार जोडीहरू जसले नेपाली फिल्मलाई केवल मनोरञ्जन र व्यापार मात्र दिएन, हामीलाई भावना, प्रेम र सपना पनि दिए। भुवन केसी र तृप्ति नाटकड एउटा सपनाको सुरुवात। जब कुसुमे रुमालको धुन बज्छ, धेरैको मनस्पाटनमा भुवन केसीको त्यो चक्लेटी अनुहार र तृप्ति नाटकडको सरल मुस्कान एकैपटक आउँछ। उनीहरू केवल पर्दाका कलाकार मात्र थिएनन्, उनीहरू त त्यो पुस्ताका हजारौं प्रेमी प्रेमिकाको सपना थिए। एउटा हेराइ, एउटा मुस्कान र कहिलेकाहीँ एउटा मौनताले नै उनीहरू बीचको प्रेमको कथा भनिदिन्थ्यो। त्यसैले त नेपाली सिनेमाको पुरानो रोमान्सको कुरा गर्दा भुवन र तृप्तिको जोडी आज पनि सम्झनामा सबैभन्दा अगाडि आउने जोडी हो। राजेश हमाल र करिश्मा मानन्द युगकै महाजोडी, एउटा महानायक अनि एउटी सदाबहार सुन्दरी। राजेश हमालको व्यक्तित्व र करिश्मा मानन्दको त्यो जादुमय सौन्दर्य पर्दामा सँगै आउँदा साँच्चै लाग्थ्यो पर्दा नै उज्यालो भयो। यी दुईले सँगै काम गरेका फिल्महरूको दृश्यहरू आज पनि दर्शकको सम्झनामा ताजा छन्। वियोगका दृश्य हुन् वा प्रेमका क्षण, उनीहरूको जोडीमा एउटा छुट्टै आकर्षण थियो। सायद त्यसैले होला राजेश हमालको नाम आउँदा धेरै दर्शकको मनमा आज पनि करिश्माको अनुहार जोडिएर हुन्छ। यो जोडी केवल हिट थिएन, एउटा युगको पहिचान पनि थियो। शिव श्रेष्ठ र गौरी मल्ल अभिनयको गहिराई। अब कुरा गरौं यस्तो जोडीको जसले प्रेमलाई केवल सुन्दर देखाएनन्, महसुस पनि गराए। शिव श्रेष्ठलाई हामी एक्सन र रोमान्सका लागि सम्झन्छौं, तर गौरी मल्लसँग पर्दा बाँड्दा उहाँको अभिनयमा देखिने भावुकता र गहिराई छुट्टै हुन्थ्यो। उनीहरूका दृश्यमा केवल संवाद हुँदैन थियो, त्यहाँ पीडा हुन्थ्यो, संघर्ष हुन्थ्यो, माया हुन्थ्यो र जीवनको वास्तविकता हुन्थ्यो। त्यसैले उनीहरूका फिल्महरू हेर्दा हामी केवल कथा हेर्दैनौं, कथालाई महसुस गर्थ्यौं। दिलीप रायमाझी र नीता सिंह, दर्पण छायाको याद। अब एकछिन हाम्रो पुरानो याद सम्झनुहोस् त। दर्पण छाया हेरेर रोएको त्यो समय याद छ? दिलीप रायमाझीको नृत्य, नीता सिंहको चुलबुलेपन र उनीहरू बीचको त्यो मिठो तालमेल। यो जोडीले एउटा पुस्ताको मन जितेको थियो। उनीहरूलाई पर्दामा सँगै देख्दा एउटा छुट्टै किसिमको कौतूहलता जाग्थ्यो र अचानक हामी फेरि त्यही पुरानो समयमा पुग्थ्यौं, जहाँ फिल्म हेर्नु एउटा उत्सव हुन्थ्यो, गीत सुन्नु एउटा भावना हुन्थ्यो र कलाकारहरू हाम्रो परिवारकै सदस्य जस्तै लाग्थ्यो। श्रीकृष्ण श्रेष्ठ र झरना थापा साँच्चै भावनाको सङ्गम। अब त्यो नाम उच्चारण गर्दा धेरै दर्शकको मन भावुक हुन्छ। स्वर्गीय श्रीकृष्ण श्रेष्ठ, उहाँको सरल मुस्कान र झरना थापाको जीवन्त अभिनयले पर्दामा एउटा छुट्टै जादु सिर्जना गरेको थियो। विशेष गरी ए मेरो हजुर जस्ता फिल्ममा उनीहरूको जोडीले दर्शकको मन छोएको थियो। उनीहरूको केमिस्ट्रीमा कुनै बनावटी थिएन, त्यहाँ एउटा आत्मीयता थियो, एउटा यस्तो भावना जसले पर्दा र दर्शक बीचको दूरी नै मेटाइदिन्थ्यो। आज श्रीकृष्ण श्रेष्ठ हामी बीच हुनुहुन्न, तर कलाकार शरीरले टाढा भए पनि उहाँले पर्दामा छाडेको सम्झनाहरू कहिले टाढा हुँदैन। समय फेरियो, कलाकार फेरिए, तर प्रेमको भाषा उस्तै छ। नेपाली सिनेमा पनि समयसँगै परिवर्तन भयो। नयाँ पुस्ता आयो, नयाँ कथा आए, नयाँ शैली आयो, तर एउटा कुरा अझै उस्तै छ। पर्दामा प्रेम देख्दा दर्शकको मुटु धड्किने कुरा। आजको पुस्तामा पनि केही जोडीले दर्शकको मन जितिसकेका छन्। दयाङ राई र मृणाल मगर। आजको नेपाली सिनेमामा यदि कसैले पर्दामा स्वाभाविक र जमिनसँग जोडिएको प्रेम देखाउन सक्छ भने दयाङ राई र मृणाल मगरको जोडीलाई सम्झन सकिन्छ। उनीहरूको अभिनयमा बनावटी चमक भन्दा बढी आफ्नै समाज र माटोको सुगन्ध महसुस हुन्छ। त्यसैले नयाँ पुस्ताका दर्शकले पनि यो जोडीलाई निकै मन पराएका छन्। अनमोल केसी र जसिता गुरुङ, आधुनिक युवा पुस्ताको आकर्षण। अनमोल केसी र जसिता गुरुङले पर्दामा नयाँ पुस्ताको प्रेम, नयाँ स्टाइल र नयाँ किसिमको रोमान्स प्रस्तुत गरेका छन्। उनीहरूको जोडीले युवा दर्शकलाई फरक किसिमको सिनेम्याटिक अनुभव दिएका छन्, गराएका छन्। पल शाह र मल्लिका महत, म्युजिक भिडियोदेखि फिल्मसम्म पल शाह र मल्लिका महतको जोडीले आफ्नो छुट्टै फ्यान फलोस बनाएको छ। उनीहरूको केमिस्ट्रीमा धेरै कुरा संवादले होइन, मौनताले बोल्छ। उनीहरूलाई पर्दामा सँगै देख्दा एउटा कुरा महसुस हुन्छ, समय बदलिन्छ
तर प्रेमको सुन्दरता कहिले पुरानो हुँदैन। कलाकारहरू आउँछन् र जान्छन्, फिल्महरू आउँछन् र हराउँछन्, तर केही जोडीहरूले पर्दामा सिर्जना गरेका पलहरू भने कहिले हराउँदैन। कोही जोडीहरू पर्दामै सीमित भए, कति वास्तविक जीवनमा पनि जोडिए, तर हामी दर्शकका लागि उनीहरू सधैँ हाम्रो सम्झनामा प्रिय साथीहरू भएर रहन्छ। सायद यही त सिनेमाको सबैभन्दा ठुलो शक्ति हो। हामीले फिल्ममा हेरेको सम्झिन्छौँ, तर वास्तविकता फिल्मले हामीलाई एउटा समय सम्झाइरहेको हुन्छ। अब तपाईँलाई सोधौँ, तपाईँको सबैभन्दा प्रिय नेपाली फिल्ममा जोडी कुन हो? कुन जोडीलाई पर्दामा देख्दा तपाईँलाई आफ्नो पुरानो प्रेम, पुरानो साथी वा आफ्नो जीवनको कुनै सुनौलो दिन याद आउँछ? तपाईँको मनमा बसेको त्यो जोडीको नाम कमेन्टमा लेख्नुहोस्। सायद तपाईँको एउटा कमेन्टले अरू हजारौं दर्शकलाई पनि आफ्नो पुरानो समय सम्झाइदिनेछ। म सुरेश बोरा यस्तै पुराना सम्झना, नेपाली सिनेमाका कथा र मन छुने यात्राका साथ फेरि भेट्नेछौँ। तबसम्मको लागि म बिदा हुन्छु। हस्त, जय देश, जय नेपाली सिनेमा। साथीहरू सब्स्क्राइब गरेर त्यो बेल आइकन थिच्न चाहिँ नभुल्नु।